हेलो एभ्रिवान। आजको मेरो दिन चाहिँ कसरी बित्यो हजुरहरूसँग सेयर गर्दैछु। आज चाहिँ हामी एकजना घाँस काट्ने, एकजना दाउरा काट्ने अनि एकजना झ्याउला सोर्ने गरेर मणिपुराको थानतिर गएका थियौँ। अनि हामीले यहाँ भएको पात पतिङ्गरहरू सफा गऱ्यौँ। मन्दिर छेउनिर सबै एकदमै पर्सिलो भएको थियो, त्यो सफा गऱ्यौँ। मणिपुराले चाहिँ हामी सबैको मनोकामनाहरू पुरा गऱ्यौँ। यो भिडियोहरूले हजुरहरूको मनोकामना पनि पुरा गऱ्यौँ। अनि हामीले सफा गरिसकेपछि हामी चाहिँ घाँस काट्न गयौँ। दिदीको घाँस खसाल्थेँ मैले। घाँस खसालिसकेको हेर्न फेरि रुखमै अड्किएर त्यसलाई धान चाहिँ एकदमै गाह्रो भएको थियो। मैले काटेँ अनि झारिसकेँ। दिदीले चाहिँ तल के अरे सम्हाल्ने हुन्थ्यो। यो चाहिँ मेरो भारी, दिदीको भारी हाल्ने हुन्छ। हामी सबैको भारी पुगिसक्यो अनि हामी घर फर्किँदै छौँ। अनि चौतारीमा विषय मार्यौँ। अनि 3जनाको भारी, एकजनाको घाँस, एकजनाको दाउरा अनि मेरो चाहिँ स्याउला। यो चाहिँ मेरो भारी। घरमा आएर चाहिँ मलाई एकदमै भोक लागेको थियो अनि मैले रोटी बनाएँ अनि खाएँ। अनि खाजा खाइसकेपछि म चाहिँ झेँगाटा लिएर बारीमा गएँ। अनि आजको मेरो दिन चाहिँ यसरी बित्यो। हजुरहरूको दिन चाहिँ कसरी बित्यो कमेन्ट गरेर बताउनुहोस्। मेरो भिडियो पुरा हेरिदिनु हुने सम्पूर्णलाई थ्याङ्क यू। प्लिज मन पर्यो भने लाइक, कमेन्ट, सेयर गरिदिनु है। थ्याङ्क यू। बाई बाई।